अपने दोस्तों ने मारे नहीं ले सकते त्यहाँ थियो मिल चाहिँ मैले थाहा पाउँदासम्म कि यता माथि थियो होइन मिल मैले नि सुनेको यहाँ माथि नै पहिला त झन् माथि थियो हाम्रो घरहरू भन्छ झरेको अरे कि अब पछि हाम्रो घर यहाँ तल पुग्छ होला पूजा खोलाको छेउमा कति भइयो नि के लुई भिटनको ब्याग हो यो कहाँ हो यहाँ यो लाइनमा बाबा पक गाउँले जीवन के गर्नु हजुर गाह्रो छ गाह्रो छ नि हजुर गाह्रो छ यसलाई अब यो लुई भिटनको ब्याग खोल्नु फेरि अलिक गाह्रो छ कि लकहरू हुन्छ नि त यसको चाहिँ बोलाएर यहाँ तारो दिनु के हो यस्तो आहा अनि हातको चाहिँ ल ल म भरे खाना आउँछु सानो आमा ल हुन्छ भरे खाना आउँछु धनिया टिपेको अचार भरे अचार खाना आउनु है अहिलेको लागि धनिया पुग्यो मनको सागबारी यहाँ रायो साग टन्नै फलिरहेको छ त्यहाँ छ करेलाको बोट अनि त्यो भयो मिल अनि यो भयो के भन्छ यसलाई कोदोको बोट चप्पल पनि पुरै फोहोर भइरहेको छ माथि छ घर त्यहाँ माथि हो घर अनि यो सबै फर्सीको झ्याङ त्यहाँ पनि फर्सीको झ्याङ यो चाहिँ फुल सयपत्री यहाँ छ यो ड्रागन फ्रुटको बोट यहाँ यो दुईटा फलिरहेको रहेछ यहाँ एउटा अनि यता माथि छ अर्को अनि उ यहाँ सानो कापडी छ उ यहाँ सानो बोटमा सुन्तला फलिरहेको छ यत्रो छोटो बोटमा कति धेरै कस्तो मजाले फलिरहेको यता मुनि मुनि यत्रो सानो रुखमा हो यत्रो सानो रुखमा कस्तो मजाले फलेको घरको डनहरू हेलो घरको डनको बच्चाहरू यहाँ हुनुहुन्छ घरको डन हेलो यस भन्नुहोस् के छ यो कहाँ जान लागेको अरे दुईजना यो चाहिँ तर बिग्रेको रहेछ यो चोपाको चाहिँ मिठो हुन्छ क्या अब अहिले करक करक करकको अहिले चक्बानी अब धेरै वर्षमा यो चाहिँ सुँगुरलाई मोमो त्यहाँ पनि प्याज झुलिराखेको रहेछ
नि आउँथ्यो त्यसै आउनु त्यस्तो केटाको गीतमा नाच्छ आउँथ्यो जसरी त्यो डोना थापा गीत रहेछ क्या कति हात दौरो बनाएर त्यही त त्यो बोलाको के भयो खोइ कोही त हामी सानमा फुपूसँग भेटेको छैन अब मान्छे झुनिएर मऱ्यो अरे को बनाएर चाहिँ भनिरहेछन् त्यसमा देखाइरहेछन् अनि त्यसपछि हल्का 3 लेयर लाएर यतिकै राख्यो अघि चाहिँ यस्तो गर यस्तो गर्दा यता यता हात यता फेरि अर्को पनि यता ठिक छ यता फेरि टिभी क्रेजीहरू हुनुहुन्छ यता है टिभी भनेपछि यहाँ कहाँनिर दुईजना हेलो हेलो माथि हेर दुईजनाले यता माथि हेर हाई भन हाई भनिदेऊ हाई भनिदेऊ हाई यसरी हातले पनि यता साना आमा फेरि है के हेर्नुभएको साना आमा नेपाली काङ्ग्रेस जिन्दाबाद भन्दै काके खाने काग हेर्नु लडिन्छ पो अहिले यताको हुनु आँटेको क्या जब भाका टिपेर ल्याउनु पो ₹1000 केजी लगाउँदा त धेरै हुन्छ मरिजाँदा किन पर्यो यो फुललाई त्यसै त फुल चिप्लिएर घरि चिप्लो हुन्छ आमा सिस्नु सिस्नु जिबा एउटा फुलेकै रेन पछि चाहिँ आएको आएको मेरो यहाँ आएको बस्तुहरूले त्यो खसुर घाँस त्यो जिब्रो घोज्छ नि त अनि खुन निस्किएपछि नुनिलो हुन्छ अनि त्यही भएर हो नि त किनभने जब खसुर गाउँ खाँदैन अब त्यस्तो खानु सक्दैन अब बस्तीको त गोरुहरूको त भुसीको त्यति बाक्लो हुन्छ यो थोरै ती थियो र भात दिउँ उसले चाहिँ भने चाहिँ यहाँ कि यता लाग्यो पानीमा थियो अघि निकालेको भात सानो मम्मीले पनि सिस्नु मिठो लोकल स्टाइलमा क्या लोकल पहिलेको पुरानो स्टाइलको बाफै बाफ होइन
यति हो जीवले खाने भनेको सिमी र सेलाउनु पाएँ यो निनी कसको हो त्यो हाई भनिदियो भाउजूको भ्लगमा तिम्रो नाम के अरे ल ल जाऊ बहिनी आएको छ होममेड रसबेरी अलिक हेर्नु सामान देखेर मलाई वाक्क लाग्यो दसैँ आयो यस दसैँ आयो खाउला पिउला के गरी जाला सुर्यौला मासु ल्याउला बुबु माम सुपुक कहिले ल्याउनुहोस् अब के दिने हुन्छ अङ्कल अलिकति खाएँ त्यो एउटा किन ल हाम्रो ड्रागन फ्रुट पनि पाकेको छ यहाँ अब यसलाई टिप्ने अनि लगेर खाने ए कसरी टिपिन्छ ल त तिमी समातिदेऊ त यो म टिप्छु ल कसरी टिप्ने हो यसरी नै त होला नि होइन यहाँ देख है फ्रुटलाई देख है अब यता त उयो टिपौँ त के अरे यता खुर्सानी होइन सुन्तला कतिवटा टिप्नु दुईटा टिप्छु है डोकोले खान्छ यो धेरै बनाएर रहेछ छरिएर फेरि ऊ हुन्छ काम पर्छ त्यहाँ त त्यत्तिकै आएको बल ए अनिललाई खिच तिम्माको बोय होइन तिमी त कान्छी तिम्माको बोय हो कि होइन हजुर यता हेर त ल कान्छी तिम्माको बोय अनिललाई जाए कस्तो मात्र त्यो पर जाने हामी चाहिँ एकदम भिडियो आउँदैछ त्यताबाट हो जाने कस्तो घाम लागेको यस्तो घाममा त्यो ओडारपट्टि तान्दै रहेछ हाई भनिदेऊ अनि हाई अनि फेरि आउँछ होइन अनि तिनीहरूले निकालिदिन्छ
अनिल चाहिँ माथि गएको बाघहरू जस्तो कि बाघहरू अब हामी घर लागेको घरमा पुग्ने बित्तिकै पानी पऱ्यो भने के गर्ने होला केही नगर्ने कसको घर आइपुग्यो रे अनिल छिटो हिँड्दैन चामल केलाउनु सिक्दै हो हामी चाहिँ यहाँ अलि मजाले बसेर हो नि त बसेर ट्राई गर त लु यता 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 हो लु है सार्थकले चाहिँ ठिक छ ट्राई नाइस ट्राई गर्न त पाएँ नि त होइन सार्थक ल खोइ ल यो भयो मैले अनिललाई खोइ अनिल ओहो ओहो लु लु ओहो अनिलले ट्यालेन्ट देखायो है साना आमा यता हाँसेर मर्न लाग्नु भइसक्यो है हाँसिदियो अर्को क्यान्डिडेट आफ्नो पालो पर्खिँदै यता एउटा युवाले सकाउनु भयो चामल खेलाएर खतरा हुँदैन सानामा यो मेरो चामलहरू सकाइदिनु न हेर्नु न यति रह्यो क्या मलाई आएन मजाले के भयो कता अलिअलि केलाउने हो भुत फाल्ने हो मलाई आएन क्या अब म हुँदैछ अलिअलि हुँदैछ मलाई त आउँदैन एकछिन मेरो हुँदैछ कि छैन है तपाईँको त भइरहेछ नि त्यो त अड्छ सबै हड्डी पनि कराम कुरम हुने गरी लाउनु पर्छ हिजो मैले मिठो भएन मलाई त त्यस्तो मन पर्छ क्या हड्डी काट्दा काट्दा म बुढी भइरहेको किन डराइरहेको बुढी आउनु यो पछाडि नै खुट्टा होला यापा यो मासु छिलेको अगाडिको अनि ए केटा ढ्याङ्ग्रो ठटाक्दै हिँड्नु सातवटा यहाँ टेबलमा राख टेबलमा एन्ड देन अब सुताइदिउँ न मात्र कस्तो राम्रो भएको नि म एउटा फोटो खिच्छु ल घरको केरा पाकेर यस्तो भइराखेको रहेछ लु खानुपर्छ अब ल ओ के अरे समथिङ केही लिएर आउन राख्नको लागि निकालौँ सबै निकालेर
ए होइन मम्मी लसुन प्याज यता दिदी लसुन प्याज होइन सेल पिजाम अघि तेल त कहाँ राख्यौ घरि तेल लिने यहाँसम्म ल्याइदिउँ ल अलिकति थप्नु पर्यो अलिक छिटो गर्नु पर्यो सार्थकको यो बिहेमा हामीले यसरी रोटी पोलेर बिहेमा सार्थकको गरिदेऊ न रोटी तपाईँ टाँसिन्छ अहिले सानेलाई मन परेछ रोटी यहाँ भित्र पनि पसेको थियो रोटीहरू बोलाइदिँदै थियो फेरि हल्ला हुने कपडाले गर्दाखेरि कस्तो देखेको म चाहिँ फेरि दिवाको बनाएर नदिने भए खाँदिनँ अरे दिवाको हातले बनाएर दिने भए मात्र खान्छु हो दिवा त्यही त है दिवा ला भापा भएन जस्तो छ है यहाँ त होइन मिनी लाइन गएको ठ्याक्कै खाना बसाल्ने बेलामा लाइन गएको कि जिपा अगाडि थियो मैले अलिक मोटो मोटो बनायो होला है मोटै बनाऊ हुन्छ मोटै बनाउने हो नि भयो अनि पाकेन अनि डढी नै गयो फेरि हेर न आज हाम्रो घरमा सेकुवा बन्दैछ त्यो पनि ढुङ्गामा पोलेको स्पेसल बाई पूजा चामलिङ राई यहाँ छ अरू अब दामी खाने हो आज सबैले अचार जानुभयो आन्टी डाँडा काटेर के भइरहेछ वाउ यो कस्तो राम्रो भइरहेछ हेर न कस्तो मजाको देखेको नि घर अगाडिको भ्यू चाहिँ यस्तो छ है घर पछाडि घरमा चाहिँ भ्यू यस्तो छ यहाँ यता लुकिरहनु भएको छ पन्चु बाजे स्माइलिङ किन स्माइलिङ लगाइदिएको छुइनँ नि आन्टी मैले त चलाएको मात्रै हो यस्तो गर्नु ठिक छ यतिको हुनुपर्छ खै पुलिसको कि के को टी सर्ट हो त्यो यस्तो गरेर अनिल पनि पछि आर्मी हुने होइन लाइन आयो ल बालिदेऊ त उयो बालिदेऊ त यस अब अझै पढ्न पाउने भयो अनुपले अनुप अझै पढ्न पाउने भयो बत्ती बाल्यो हुन्छ हजुर कता लु त्यहाँबाट यता लु अयो गीत बिना डान्स लु राम्रो जीवा के भयो तपाईँको मजाले वाइफाई नचलेको होला एकछिन हाम्रो सेकुवाको लागि टमाटरको अचार म बनाउँछु पिरो अनि अमिलो बनाउने हो आँसु आइरहेको छ हौ यहाँ बच्चाहरू लाजे बेगर उनो खेल्दैछ हाम्रा घरका बच्चाहरू यी एकजना चस्मा लाएर हेलो अनिल सर ल यति नजिकै बसेर खेल्छ एक अर्काको कलर देखाउनु हुँदैन नि त अलिक टाढा टाढा बस्ने हो क्या अपोनेन्ट पार्टीहरू त अलिक टाढा बस्छ नि त्यो सारेर कसले जित्ने हो पैसाको खेलेको हो तिमीलाई चाहिँ आउट गरिदियो ओ माई गड तिमीलाई कसरी आउट गरिदियो खेलाउ त अनुपलाई पनि कुडै खान्छ भाइ तिमीहरू अहिले अनुपलाई नखेलाउँदा त हामी माई बोइलाई होइन अनुप अब नेक्स्ट गेममा खेलाउँछ नत्र मलाई बोलाउने हो के अनुपलाई खेलाएन भने कुटाइदिन्छु है म फेरि होइन पढ्छ पनि तर एकछिन खेल्छ पनि बिचरा दसैँ हो होइन हाम्रो सानो आमा चाहिँ यहाँ पानी भर्न आउनु भएको रहेछ सानो आमा
तपाईँलाई हाम्रो घरको पानी मिठो लाग्छ हो? म चाहिँ अब यहाँ पानी पुग्दैन कति पोल्न लागेको के हो ल ल अलि थप्छु म अनि तिम्रो नि लगाउनुस् ल प्लिज ओके सानामा सेकुवा खाना आउनु होला है त सेकुवा खाना आउनु ल अहिले अचार बनाउँदैछु मैले हुन्छ सानामा खै ओके भन्नु न सानामा ओके भन्नु यता हेरेर यता हेर्नु सानामा ओके भन्नु हाम्रो सेकुवा चाहिँ उता पोल्नु हुँदैछ पूजा नानाले आउनु हेर्नुहोस् कस्तो भयो तपाईँको सेकुवा भनेर सेकुवा त बबाल हुँदैछ नि हौ कस्तो हामी त चिन्दैन यो मान्छेहरू हजुर हेलो बहिनीहरू खबर ठिक छ बहिनी स्मृति सन्चै छस् तेरो चम्ची किन यहाँ राखेको के रे पूजाको चम्ची रे पुजीको चम्ची हो यो ल यो जतन गरेर राखे तँलाई दिइसकेको मैले त यो सिल्भर स्पुनवालाहरूसँग सकिँदैन हजुर ऊ ल के को यहाँ आउन हाम्रो सेकुवा रेडी हुँदैछ यति मेरो सघाउ न मैले मासु स्मृति सन्चै कति पोलेर खाएर है त्यो त छैन त्यो त फाल्नु न म खान्न लाइन गएको हो अलि त माथि आमिन भन्छ कि अलि माथि खान्छ भात चाहिँ आमिन जो के हुँदैन त्यहाँ हेर्नु हाई भनिदिनु नि सानामा भिडियोमा सानामा त्यस्तो नभन्नु साना मलाई ओइलसम्म कति ठाउँमा डिउ खाइसक्यो यसरी हाई ओहो साह्रै ठुलो ठुलो मान्छेहरू खेल्नु हुँदो रहेछ चाहिँ लान्छु सार्बी जाउँ अब म सुसु गर्ने सुसु आछ सुसु गर्ने हो उता साना आमा चाहिँ डर्छ छिटो अब सुत्ने मम्मी आउँदैन सुसु गर्ने हो सुसु गर्ने ठुलो मान्छे खेल्दैछ साथी तेरो मोबाइल छ सुसु गर्नु मन गर्नु कान्छीले पैसा दिँदा यति थाप्नु पनि नसकेको यति